हो ल हो यहाँ गुड अर्को पनि यहाँ अर्को पनि ए अर्को पनि गुड ल यो अर्को उद्या थिए चौधरी दादाको टिका अनुहारमा अर्को जस्तो लगाइदियो भने जस्तो जानु त्यस्तै लगाइदिउँ न गुड हाल भिडियो गरौँ न त्यहाँ फुकुरोकोमा भइहाल्छ त ल हो त्यहाँ पनि यहाँ झारिहाल ए ल एउटामा भइहाल्छ ल भयो त्यति भयो न दादालाई माला ए दादालाई माला एकैचोटि लगाइदियो यसरी गरेर एकैचोटि एकैचोटि दादालाई ल गुड यहाँ पर्सनको पालो एकछिन पालै पालो आऊ न बहिनीले नि लगाइदिने हो नि बाबु तिमी यहाँ यसलाई दादालाई पनि लगाइदिने ल यो कस्तो ज्ञानी छ दादा यहाँ यसो गरेर के भयो छिटो मागिसक्यो लगाइदिसक्यो अमृतले दादालाई टिकै लगाइदिएन त बिर्सेछ उस्तै उस्तो हामी भएछौँ है ल हो यता ठाडो गर्दैन न सानो अब यस्तै हो अर्कोचोटि बहिनीले लगाइदिन्छ भिडियो उसलाई हाँस उठिरहेछ ए मेरो बहिनी लगाएको देखेर लै दाजुलाई चाहिँ लगाइदिन भनेर नाक होक्रियो होला छैन अर्को ठुलो भइसक्नु भयो नि त अब अर्को बाँकी छ कुन चाहिँ बाँकी छ ग्लिटरवाला एउटै रहेछ फोटो हेर न मजाले हुँदैछ फोटो पनि खिच न बिर्सेर है बाबु त्यो चाहिँ बहिनीले थाहा नपाएर बिर्सेर क्या ल यसरी गर्दाखेरि हुने यहाँ बुनु यसरी लगाइदिने ल ए हाम्रो चाहिँ तिहार यस्तै भयो यसपालि ल गुड भयो है ल गुड भयो भयो ल म मेरो पनि एकचोटि तिमी पनि गर्दिनँ अनि भयो मेरो तिमी पनि जाऊ न उहाँ सबैजना दादालाई माला ल जानुहोस् सबैजना ए दादालाई माला ल लगाइदिनुहोस् उता दादालाई दुईटै यसो गरेर छोरा पछाडि जाऊ न तिमी पनि पैसा दिएर ढोग्नु पर्यो नि पैसा अब भोलि पर्सि म कमाउने हुन्छु अनि दिन्छु भन्नु न खोइ टोपी त नि टोपी चाहिँ कहिले लगाइदिने ऊ यी यस्तो त छ फर्स्टमा टोपी लगाइदिएर गर्नु सबै यस्तो भयो है अनि ल यो बहिनीले दिएको सानो चाहिँ अलिकको सानो चाहिँ लगाइदियो उसलाई एकछिन बस न हेर पहिले यहाँ बहिनीलाई ढोकेर टिक पैसा दिनुपर्छ पहिला खुट्टा ढोका दादालाई लगाइदेऊ सानो एकछिन बस न उसलाई चाहिँ ढोक्नु ल चारजना एकचोटि बस्नु त त्यहाँ